हुन्छु। अनि तल बास बसेर फेरि आज हामी यही माथि सैलुङमै आएर बिहानको भ्यू हेर्नको लागि आउँदाखेरि चाहिँ एकदम राम्रो देखाएर छ हैन। अब के गर्नु हैन, यस्तै हो। उता चाहिँ पुरा हिमाल पनि छ हैन, अनि यता पनि हिमालै छ यता सबै हैन, देख्नुहुन्छ टक्क यहाँबाट सर। उता चाहिँ अलिकति घामले देख्दैन हैन, चिसो चाहिँ लास्टै बढ्यो। अनि यो त यहीँ राख यसरी हालौँ हैन। एकदम राम्रो लाग्यो मलाई चाहिँ यहाँ। अब आफ्नो गाउँ ठाउँ भएर हुनु त आफ्नो गाउँ ठाउँ पनि कहाँ बिर्सिन सक्छ र। अनि यहाँ चाहिँ मलाई चाहिँ एकदम राम्रो लाग्यो कि हैन, टक्क आनन्दले बस्ने बिहान हैन। तर यहाँ खेती चाहिँ आलु बाहेक के हुँदैन होला सायद। अब हेर्दै जानु होला, नाइस देखाउने छु। हिजो चाहिँ यहाँ आउने भनेर गरेर त केटीहरू पुरा कपडा फुगालेर कपडा चेन्ज गर्दै यहाँ टिकटक बनाउँदै गरिरहेको रहेछ। अनि त्यही भएर यहाँबाट फर्कियो हामी चाहिँ। अनि होइन त्यहाँतिर मान्छेहरू छ टक्कर टुक्रो बसिरहेको यस्तै भनौँ। चिल्ला छ यस्तै। हामी चाहिँ माथिको तल उता मेरो गाउँको छेउछाउकै रहेछ त्यहाँ बसेको एकछिन। अब चाहिँ हामी पनि यहाँबाट लाग्छु। चाहिँ यो बनाउँदाखेरि सुनको थाली खर्कौला हैन के भेटाइरह्यो भनेर यहाँ चाहिँ गरेर पुरा यहाँ चाहिँ अनि मान्छे बिरामी भयो अरे भेट्दा नै भनेर चाहिँ यहाँ चाहिँ राखेको छु। अनि यो चाहिँ हामीले के भन्दाखेरि हो मान्छेलाई लोभलाभ हुन्छ नहुने होइन, तर पनि हामीले त्यस्तो लोभलाभ गर्नुहुन्न। यहाँ चाहिँ एउटा यस्तो छ।
मेरो घर चाहिँ ठ्याक्कै उता पर्छ उता है चौरी बोटहरू छ टक्क है अब हामी यहीँ बसेको थियो अब हामी खानासाना खान्छौँ अनि त्यसपछि जान्छु होटल त बन्द गरेको छ कहाँ गएको पनि हेर्नुपर्छ है त सबैजनालाई मलाई ओके अब चाहिँ हामी चेकआउट गर्न लाग्यो रुमबाट होइन अब बिहानको भ्यू पनि हेऱ्यो अब हामी दलाल घाट आउँदै जान्छौँ दोलखा कि दलाल घाट आउँदै जान्छौँ अब है त सबैजनालाई ओके हेर्दै गर्नु होला ओके सैलुङ डाँडा थियो अब सवारी सुरु हाम्रो चाहिँ है त रङ है मोबाइल खोलिदिएर आयो तेरो अकिल त आवङ भयो ल ल या ल ओके लाग्छ है त ल या ए याक बजुरी हाल चाहिँ छे पैसा सी ए थोरले चो यो चाहिँ आरुबारी सबै यो चाहिँ घर चाहिँ दामी दामी बनाउँदो रहेछ केही छैन र पनि तिमी सोब्जिम Seguirla mi tolol gadi tos ni to po. Seguirla mi tolol gadi tos ni to po. Shandagla mi आर्यो बाजार ai बाजार थेरी मल्दला चुक जम्म तामाङ मल्दला गरेन गर आधे दे गुरु यार तेरो आया तो पता चक्कर बिना के पत्थर काटे हाय ए सिंगरा काटे बिना तंगी मल्ल तंगी तांसर हम ल जगेर में वाओ एकदम दामी यस्तो दामी थिएछ यो त्यहाँ
देखिन्छ है यहाँबाट। ल हेर्नुहोस् त हिमाल, वाउ नाइस। ओके दाइ दाइ दोललघाट निस्किने बाटो कता यता हो? दोललघाट ए हुन्छ हस् ए हस् हुन्छ ल ल हुन्छ हस् 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 थ्याङ्क यू। यिनमा नाम यो चाहिँ कुन बजार हो मलाई पनि थाहा भएन, तर बजार चाहिँ राम्रै रहेछ। दाइ दोललघाट निस्किने कता सिधै हो? हस् 저기 저가 지금 리셋 바जार छ्यानम 저리 리셋 바जार छ्यानम के गाइज हामी चाहिँ जाँदैछौँ, तर राम्रो रहेछ यो ठाउँ चाहिँ। अब यहाँ चाहिँ पछि अलिकति बजार बस्ने रहेछ त्यही हो। दोललघाट निस्किने बाटो कुन यो कि त्यो यताबाट हो? ए हुन्छ खै कसको दोस्रो हो किले किएको यस्तै भन तिम्रो कि मेरो दोस्रो हो मनमा नभए पनि यादमा राख्नु है सम्झनामा मेरो कसैले तिमीलाई मनमा नभए पनि यादमा राख्नु है सम्झनामा मेरो कसैले तिमीलाई। थाकेको आँखा मेरो देखि तिमीलाई अरूकै अङ्गालोमा देखे तिमीलाई मैले बदलिएको रहेनौ तिमी जे थियौ माया मारी गए पनि मलाई छाडी गए पनि खुसी हुनु
छु मोडे हुँदै आएको मोडेको बजार चाहिँ यो रहेछ चलो ठिक छ अब आजमा जाँदै जान्छु बिस्तारै जाने भनेको अझै टाढो रहेछ लगभग 2 घन्टाको भन्दा लाग्छ भने ठ्याक्कै रहेछ मुटुमै बसेछ नि माया थाहा नै भएन छोडेर लगेछौ यो मुटु होसमै भएन त्यो मनले त बुझेन त्यो मनले नि भन्न नि सकेन त्यो मनले त बुझेन त्यो मनले नि भन्न नि सकेन सम्झिँदै बस्दैछु नि माया के तिमीले सम्झेनौ मुटुमै सजाइथे नि माया के तिमीले देखेनौ तिमी मेरो कुरा मात्र भनी सुन्नु नि मैले जे नै गर्छु तिम्रै लागि हो त नि तिमी मेरो कुरा मात्र भनी सुन्नु नि मैले जे नै गर्छु तिम्रै लागि हो त नि बाटो सबै टालेको रहेछ है यहाँ त है के गर्नु त्यसको हालत यही बाटोले देखाउँछ अब कमसेकम यो ठिक छ देश त बनाएनौ देश त अब गऱ्यो कमसेकम यो बाटो त बनाउनु पर्ने हो नि यार अब यो बाटोमै चाहिँ अनि यो सबै टालेको यो यताउति देखाउँछ यो के हो यो पुरै टालेको छ यो हेर्नु त ए सबै बाटो जति सबै टालेर खत्तम चाहे पछाडि यो माया यसरी नै नभुली बिताउने जानेर हो कि तिमीले मलाई यसरी सताउने मुटुमै बसेछ नि माया थाहा नै भएन छोडेर लगेछौ यो मुटु होसमै भएन त्यो मनले त बुझेन हामी चाहिँ ठ्याक्कै यसमा आइपुग्नु लाग्यो सुनकोशी खोला चाहिँ आइपुग्न लाग्यो बुझेन यो मनले नि भन्न नि सकेन त्यो मनले त बुझेन त्यो मनले नि भन्न नि सकेन त्यो मनले त बुझेन यो मनले नि भन्न नि सकेन चाहिँ लास्टै गर्मी यार लास्टै गर्मी यो खाडी चौर रे भन्छ होइन अब त्यहाँ चाहिँ ठुलै बजार रहेछ त्यो खोलाको छेउमा बनाएको रहेछ चाहिँ अब लास्टै गर्मी के गर्मी चाहिँ लास्टै हो है गाइज यस्तो ठाउँमा बनाउँदो रहेछ हेर्नु त यो सानो घर के हो यो घर त हो नि होइन ढक्का लगाएर ओके अब म पनि एकछिन बस्छु है हामी एकछिन बस्छु त्यही हो छ्याट्ट लगाएर चाहिँ बल्ल बल्ल दोललघाट आइपुग्यो अब दोललघाटमा बसिन्छौँ बाइक पनि लास्टै तात्यो होला गर्मी चाहिँ यस्तै गर्मी कि यति गर्मी धेरै टाढा रहेछ यहाँबाट त के अरे सैलुङबाट यता के अरे आउँदा त
नसकिरहेछ। बाइकमा त पुरै तातो हावा हानिरहेछ। हात कस्तो कालो होइन, हात कस्तो रातो भइरहेछ। अब यो रातो हुन्छ, अब भरे भोलि त यस्तो कालो हुन्छ कि मान्छे कालो हुन्छ मान्छे। हामी चाहिँ अब त्यहाँ रोकेर खाना खान्छौँ अहिले है त। हामी चाहिँ अहिले खाना खाँदै माछा पनि खाइरहेको छु डोलरघाटमा आएर है। हामी आज त्यति टाढाबाट हिँड्यो। हामी चाहिँ अब खानासाना खाएर अब लाग्नु पऱ्यो होइन। यहाँ चाहिँ लास्टै गर्मी बस्नै नसक्ने स्थिति छ। यो चाहिँ दलालघाटको बजार अनि यो सबै यिनीहरू यो चाहिँ फलफुलहरू पनि बेचिन्छ। सबै चाहिँ यस्तै हो है। लास्टै गर्मी भएको छ। सातमा लगाइसक्यो, म पनि बनाइरहेको छु होइन, बनि पाएँ। अनि उता चाहिँ मैले उ गरेन होला, भिडियो अन गरेन होला, त्यहाँ सरासर है। अनि म चाहिँ बाइकमा स्टिकर हालौँ कि भनेर गइरहेको छु। बाइकमा स्टिकर हालौँ, अस्ति त्यत्तिकै लडाएर पनि हानेर हेरौँ के हुन्छ। अनि त्यही भएर है त, थोरै धेरै त होइन, थोरै गर्छु तपाईँहरूलाई है त। खै यहाँ दाइ चाहिँ ढिलो भयो, आउनु भयो होइन, तरकारी लिन जानु पऱ्यो। कति आउनु लाग्छ पनि है देखाउँछु। मेरो चाहिँ काम सुरु भइसक्यो होइन। डिजाइन छ है। यस्तो छ है। लेख्नुहुन्छ 20F। यस्तो